सम्पूर्ण साथीहरूलाई नमस्कार भन्न चाहन्छु। म चाहिँ अहिले खेतको बिचाबिचीतिर आएको छु। आज चाहिँ खेत गोड्ने तयारीमा निक्लेको हो घरबाट। अब आलीमा पनि टन्नै झार रहेछ। यता धान उता धान चारैतिर धान हजुर, यता धान उता धान चारैतिर धान हजुर, यही धानबाट पाल्नुपर्छ परिवार जान हजुर भने जस्तै हो साथीहरू। तपाईँहरू चाहिँ के कस्तो गरी घरमा समय बिताइरहनु भएको छ अवश्य पनि भन्नुहोला। अब नेपालको यो सबैलाई थाहा छ कृषि प्रधान देश हो भनेर त भन्ने गर्दै आउनुभएको छ। अब हुनु पनि हो, कृषि प्रधान देश त हो, तर एउटै कुराको अभाव चाहिँ यसपालि पनि खड्केको छ। तपाईँहरूतिर पनि त्यस्तै होला, मोलको चाहिँ एकदमै महँगी बढेको छ। अब नेपाल सरकारले चाहिँ अघिल्लो वर्ष मोल कार्ड बनाउनु भयो हरेक जग्गा धनीहरूलाई, अनि वितरण पनि गर्नुभएको थियो। मोल केही सहज भएको हो, तर यो वर्ष चाहिँ किन त्यस्तो सहजीकरण आएन। वास्तवमा नै अहिले चाहिँ सबैको खेतमा धान रोपेर पनि एक लट चाहिँ भनौँ न मोल हाल्ने बेला अवश्य पनि भइसकेको छ। अब मोल अझै आएको छैन। अब एग्रोभेटले पनि महँगो मोल किन्नु परेको छ र त्यस्तै अनुसारले उहाँहरूले पनि 40-50मा बेच्नु परेको छ। ल हेर्नु त, हामी उपभोक्ताले त खर्लप्पै त्यसरी किन्नु परेको छ मोलहरू। अब 20 रुपियाँमा पाउने मोल 40-50 पर्ने, यस्तै महँगी बढ्यो भने क्यारी खेती गर्ने। मलाई पनि छ उनलाई पनि छ, आफ्नो आफ्नो दुःख त जुनलाई पनि छ, जुनलाई पनि छ भने जस्तै हो साथीहरू। अब धानमा घाँस, आलीमा पनि घाँस, दिमाग खराब हुन्छ, के गर्ने, गोड्नै पर्यो। त्यही माथि यसो सम्झेर ल्यायो, मोल पनि 40-45-50 हजुर, त्यो मोल पनि सिद्धिसक्यो। अलि चाँडो आउनुपर्छ नि तपाईँहरू भन्नुहुन्छ। अब चाहिँ नेपाल सरकारले चाहिँ कृषि प्रधान देश भनेको जस्तै गरी चाहिँ सहजीकरण गर्नको लागि अवश्य पनि एग्रोभेटहरूमा अनि साना किसानहरूमा छिटै मोल वितरण गरिदिनु होला, त्यही भन्न चाहन्छु। त्यही हो। अब बाँकी कुरा त के छ र साथीहरू, हजुरहरूले पनि अब खेततिर के लाउनु भएको छ, आफ्नो खेततिर धान, मकै, अन्य तरकारी हुन्छ नि त। अब धेरै तरकारी बारीमा पनि यसपालि टमाटरहरूले एकदम भाउ नआउँदाखेरि कृषकहरू धेरै चिन्तामा हुनुहुन्छ। अब 100 रुपियाँको नै 5 किलो 6 किलोसम्म पनि बेच्नुपर्ने अवस्था आयो। अब चाहिँ भनौँ न बाहिरी तरकारीहरूले गर्दा हो या चाहिँ तरकारीको भाउ किन त्यसरी घट्यो त्यो त थाहा छैन। तर पनि रोप्ने बेलामा अब धान यस्तरी चारैतिर लगाएर पुरै भइसक्यो एरिया सबै। अब यसमा युरिया मोल त चाहियो। अब युरिया मोल हेर्नु त छर्ने बेलामै छैन। अनि त्यस्तो भएपछि अब कृषकले कसरी गर्ने। अब चाहिँ 20 रुपियाँ प्रति किलोमा पाउने मोललाई 40-45-50 तिर्नु भनेको त यो डबलै होइन त। डबलले गर्दाखेरि त अब अरू भनौँ न लाउन दबाईहरू किन्न पाउँथ्यो, यताउति गर्न पाउँथ्यो। त्यही भएर कृषकलाई पनि धेरै मारमा नपारिकन नेपाल सरकारको यसमा ध्यान जाओस् भन्न चाहन्छु। बाँकी कुरा त त्यही हो। अब यो भित्र पसेर पनि आलीको काटेर यो भित्रतिरको गरातिर पनि गोड्नुपर्ने हुन्छ साथीहरू। त्यही भएर अब यो भिडियोबाट चाहिँ छुट्टिन्छु। हजुरहरू भिडियोमा नयाँ जोडिनु भएको छ भने एक सब्सक्राइब गरेर भए पनि मलाई सपोर्ट गरिदिनु होला। अनि भिडियो कस्तो लाग्यो अवश्य पनि सल्लाह सुझाव प्रतिक्रिया दिनु होला भन्दै आजको भिडियोबाट चाहिँ छुट्टिन्छु। हस् त, धन्यवाद।